ल है हामीलाई गिफ्ट आज के आएछ है गिफ्ट भन्ने आएको है यो भाँडा खनाम पहिला है हो के हो यो नयाँ मोबाइल जस्तो त यो खनाम है त के छ यसमा यो के हो यो घडी ए ल घडी एउटा आज है घडी कला मम्मीलाई सायद ल मम्मीलाई लाउने घडी धन्यवाद छोरालाई धेरै धेरै धन्यवाद यति राम्रो घडी पठाइदिएकोमा थाहा नदिकन घडीको डब्बा पनि है घर आइसकेपछि थाहा पाउनु पर्ने यो के हो फेरि यो मोबाइल जस्तो है मोबाइल जस्तो त आइफोन हो पुरानो पठाइदियो भने त नयाँ पठाइदिए रहेछ त कता खोल्ने पनि खोल्ने पनि भेट्नु के हो हो दादा केवल है दादा केवल ओहो आइफोन ल बधाई छ मलाई आफूले बधाई ल आइफोन ल है ल बधाई छ ल थ्याङ्क यू सर ल थ्याङ्क यू है त घडी चेक गर्नु यो अन गर्नु ल 16 हो 16 प्रो सरप्राइज आमा घडी यहाँ आइफोन यहाँ घरमा आएको थाहा पाउनु पर्ने थाहा नदिनु पठाउने बाबु अलिकति मात्रै लामो भएछ यसलाई घटाउन मिल्छ ए यति हेर त चेन घटाउनु मिल्छ यो 16 पनि अलिक हेर्दा सानो देखिँदैछ है सानै हुँदैछ नि अब यसबाट भला गर्नुपर्छ अब है युट्युब भला यसबाट बनाउनुपर्छ अब ल थ्याङ्क यू ल त्यसको लागि धन्यवाद त्यसको लागि सरप्राइज आएको है थाहा नदिने पठाउने होइन ल अब अस्ट्रेलियाबाट सरप्राइज गिफ्ट माथि यो त यही माथि देखाउनु त मोबाइल पहिला त इङ्ग्लिसमा गर्नु नेपाल है एउटा होइन के लेख्छ त्यहाँ नेपाल ऊ छ क्या नेपाल भयो नेपालमा हो र नेपाली भयो इङ्ग्लिसमा गर्नु नेपाल भन्नु देखाएको थियो नेपाल भन्छ नेपाल गर्नु त रिजन हो देखाउनु त यता इङ्ग्लिसमा इङ्ग्लिस गयो मैले त्यहाँ के हो इन्डिया आयो सेटिङ ल्याङ्ग्वेज भन्छ इङ्ग्लिस गर्नु खोल्दैछु कहाँ इन्डियामा भयो क्या इन्डियन ल्याङ्ग्वेज पो भयो त इन्डियामै भयो त ल्याङ्ग्वेज त यस्तो गर्नु न प्याक गरे जस्तो यहाँ इङ्ग्लिस हाल्छु चार्ज पनि छ मिडियम लार्ज डिफल्ट 9:41 भयो बजेट फेरि किन गयो त सेटअप विथ यो अनदर डिभाइस भन्ने आइफोन घुमिरहेको